हरियो धरतीको काखमा बारिएका छन् चोकहरू, नानीहरू, बहालहरू, अनि चिचिएका छन् त्यही बस्ने मानिसहरूका मनरूपी कन्क्रिटका सुक्खा बागमा। अनि चिचिएका छन् त्यही बस्ने मानिसका मनहरू कन्क्रिटका सुक्खा बागमा। अनवरत चिसिएर संक्रमित सहरका फाँटहरू बेलगाम टुक्रिँदैछन्। परिश्रमको पसिनामा टुसाउँदै मदमस्त नाच्दै हाँस्ने धानका बालाहरू बिचौलियाहरूको षड्यन्त्रको चेपमा विस्थापित भएका छन्। अनि केही मलिलो माटोमा टेकेर हुर्किएका अनगिन्ती सहरी घरहरूमा चराले बचेर कोराल्ने ससाना प्वालहरू भेटिँदैनन् आज। तर ब्रह्मनालका अवशेषहरू सडक सडकमा भेटिन्छन्, अनि कतै भेटिन्छन् नदीका बहाव छोपेर ठरिएका महलहरू। कहिले रोगग्रस्त घाम प्रश्न गर्छ, कहिले धरापमा परेका पुर्ख्यौरी अवशेषहरू। किन होला यो स्वर्गतुल्य देशभित्र पुण्यधामहरू फगत कृत्रिम पाठ बन्दैछन्, खोक्रो बनावटी सम्पन्नता थोपरेर। अनि किन अवांछित स्काइवक र भ्यू टावरहरू बन्दैछन्, तर उत्तरको प्रतीक्षामा सुक्दै गए नदीहरू, धमिलिँदै गए बिहानीहरू। विद्यालयको कक्षा कोठाहरूबाट भयग्रस्त कलिला नानीहरू प्रश्न गर्छन् के हाम्रो गन्तव्य गाजा, कश्मीर, इजरायल अनि युक्रेन हुँदैछ, या सचेतनाको उज्यालो ओढेर हामी हरियो धरतीको काखमा निश्चिन्त रमाउनेछौँ। धन्यवाद।